सबैलाई जोडले नमस्ते मेरो तर्फबाट है त। आज चाहिँ मैले आफ्नै आवाज रेकर्ड गरेर एउटा छोटो भिडियो बनाउँदैछु, जो कि यो मेरो पहिलो प्रयास हुनेछ आफ्नो आवाज रेकर्ड गरेर भिडियो बनाएको। र हामी चाहिँ घुम्न छुट्टीको समय मिलाएर घुम्न गएका थियौँ र घुम्न जाने क्रममा चाहिँ मैले के कस्तो र कसरी भिडियो लिएँ र कस्तो त्यो ठाउँ कस्तो थियो भन्ने कुराहरू छोटो छोटो क्लिप लिएको छु। त्यो चाहिँ म तपाईँहरूलाई भिडियो मार्फत देखाउन चाहन्छु। राम्रो त छैन, त्यसलाई चाहिँ राम्रो मानेर हेरिदिनु होला र सुनिदिनु होला है त। र हामी त्यो ठाउँमा जाँदैछौँ ट्रेनको सहाराले, किनकि हामीसँग गाडी छैन। सो हामी ट्रेनमा जाँदैछौँ र यो हामीले चाहिँ दुईवटा ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ हामी बसेको ठाउँमा र त्यो ठाउँमा जानको लागि। र स्टिल पनि हामी ट्रेनमा जाँदैछौँ। अनि ट्रेनमा बहिनीहरूले चाहिँ गफ गर्दैछ होइन, मलाई हाई पनि गरिरहेको छ। र फाइनली हामी अर्को ट्रेन वेटिङ गर्ने ठाउँमा नि पुगिसक्यौँ। त्यो ट्रेनबाट चढेर अर्को ट्रेनको वेटिङ गरिरहेका छौँ। वेटिङ गर्ने क्रममा चाहिँ भाइले चाहिँ यहाँ रमाइलो गरिरहेछ, नाचिरहेछ अनि नाचिरहेको छ र बहिनीहरूले चाहिँ गफ गरिरहेको छ। किनभने बल्ल बल्ल छुट्टीको टाइममा बल्ल बल्ल भेट भइन्छ, त्यसैले गफ भनेको त्यति बेला नै गर्ने हो। र वेटिङ गरिरहेका छौँ अनि मैले चाहिँ र फाइनली हाम्रो नेक्स्ट ट्रेन पनि आइसक्यो र हामी चाहिँ एक्साइटेड हुँदै रमाइलो गर्दै ट्रेनभित्र गयौँ र मैले चाहिँ भिडियो गर्दैछु सबैजनालाई अगाडि लगाएर मैले चाहिँ भिडियो गर्दै पछाडि जाँदैछु भने र जस रमाइलो भइरहेको छ। सबैजना मिलेर जाँदाखेरि रमाइलो हुन्छ होइन। र आफ्नो ठाउँमा बसिसके भाइ बहिनीहरू, म पनि कहाँ बस्ने भनेर मैले चाहिँ बस्ने ठाउँ खोजिरहेको छु। खाली त छ तर पनि हेरिरहेको छु म चाहिँ यतातिर र मैले चाहिँ यो ठाउँ भनेर देखाउँदैछु भने अनि जाँदै क्रममा भोक लाग्यो, चिया पनि बनाएर खायौँ हामीले। चियाँदै मैले चाहिँ बाहिरको रमणीय ठाउँहरू रमाइलो अब त्यस्तो त छैन, त्यही पनि देखाउँदैछु होइन। अनि चिया पनि खाँदैछु फेरि यतातिर। र बहिनीहरू चाहिँ खसा के गरिरहेको छ, खानेकुरा निकालिरहेको छ भने भाइले चाहिँ भिडियो गर्दैछ, दाइ चाहिँ पछि हुनुहुन्छ। उहाँले चाहिँ चिया देखाउँदै हुनुहुन्छ। भाइको चाहिँ आफ्नै पारामा छ है, भाइ चाहिँ भिडियो गर्दैछ होइन। र म पनि आफ्नै पारामा छु, फेरि म पनि क्यामराम्यान भइदिएको होइन। चिया देखाउँदैछु मैले, बाहिरको नजारा देखाउँदै। र त्यसपछि जाँदै क्रममा कस्तो राम्रो दृश्य देख्यो त्यो पनि मैले कैद गरेँ भिडियोमा होइन। अनि त्यसपछि रुखहरू अनि ट्रेनको लिकहरू पनि देखाएँ। अरू यस्तै हो, त्यस्तो धेरै उस्तो छैन हाम्रो नेपालको जस्तो हुँदैन। त्यही पनि म अलिअलि डाँडा पाहाड देख्यो भनेर मैले भिडियो गर्दैछु होइन। कस्तो रमाइलो लाग्ने रहेछ, आफ्नो ठाउँको याद आउने के। र हरियाली बाहिर चाहिँ कस्तो राम्रो हरियाली देखेको अनि घाम पनि देखेको छ थोरै होइन। त्यही भएर मलाई चाहिँ कस्तो रमाइलो लाग्यो। त्यो यो क्लिप पनि मैले लिएँ होइन। अनि र मलाई कस्तो त्यहाँ चाहिँ खेतीपातीहरू पनि छ क्या त्यहाँनिर अलिक परतिर होइन, त्यो पनि मैले लेखेको छु। र कस्तो राम्रो हरियाली छ हेर्नु न त्यहाँनिर है। अनि डाँडा पाहाड त त्यस्तै हो, अलिअलि डाँडा पाहाड देखिरहेको छ त्यहाँनिर। अनि यतातिर घाम कस्तो राम्रो देखिरहेको छ होइन। अनि हरियाली अहिले सिजनै यस्तो छ, हरियालीको सिजन छ। त्यही भएर चाहिँ खेतीपाती हो त्यो चाहिँ अस्ट्रेलियाको फार्म होला त्यो चाहिँ, साँच्चै मलाई नि एक्ज्याक्टली थाहा भएन। अनि कस्तो राम्रो डाँडा पाहाड उहाँ चाहिँ खेतीपाती हो त्यो अस्ट्रेलियाको त्यो खेती हो रे यो चाहिँ। उहाँ चाहिँ कस्तो बिरालो जस्तो पनि छ होइन। अनि त्यो चाहिँ खेती लाउँछ अरे त्यहाँको मान्छेहरूले। हेर्नु न डाँडाहरू कस्तो देखिरहेको छ। तर हामी बस्ने ठाउँमा चाहिँ यस्तो छैन, किनभने हामी चाहिँ सिटी एकदमै ठुलो सिटी एरियामा बस्छौँ नि त। यो चाहिँ हामी रिजनल गाउँ साइडमा गएका थियौँ, त्यो भएर चाहिँ यस्तो अलिअलि डाँडा देख्न सकिन्छ त्यहाँनिर। र हामी जाँदैछौँ ट्रेनमा। अनि मैले चाहिँ थोरै फाइनली हामी चाहिँ झर्ने ठाउँ पनि आयो। त्यो ठाउँमा झरेर अब हामी कति 8 मिनट जति हिँडेर हामी त्यो लुकआउटमा जाँदैछौँ।
खानेकुरा पनि लिएर गइरहेको छौँ। त्यहाँ चाहिँ ड्राई पिकनिक गएको हो नि त हामी, त्यहाँ खानाहरू प्याक बोकेर गएको, घरैबाट खाना बनायौँ अनि लिएर जाँदैछौँ होइन। अनि ऊ भाइ पनि हाँस्दै रमाउँदै पोज दिँदै हिँडिरहेको छ। भाइ चाहिँ एकदम रमाइलो मान्छे छ, रमाइलो गर्दै हिँडिरहेको छ। हामी चाहिँ होइन, बहिनीहरू चाहिँ आफ्नै गफमा आफ्नै पारामा हिँडिरहेछ। अनि फाइनली हामी यो बाटोबाट जाँदैछौँ। त्यो ठाउँ चाहिँ हो, त्यहाँ कहाँबाट कुन बाटो जाने भनेर लोकेसन दिँदैछ। ल हाम्रो ग्रुप चाहिँ यसरी हाँस्दै, मैले चाहिँ उनीहरूलाई जिस्काउँदै भिडियो गर्दै हिँडिरहेको छु, बहिनीहरू चाहिँ पछाडि। र फाइनली हामी त्यो ठाउँमा आइपुग्यौँ। मैले उसको पनि जुम गरेको छु। अनि मैले यहाँ बहिनीहरूलाई प्रश्न सोध्दैछु कस्तो लाग्यो भनेर। बहिनीले चाहिँ मलाई एन्सर दिँदै चाहिँ एकदम फ्रेस फिल हुँदैछ अरे, धेरै समयपछि हामी बाहिर गएको हो नि त, त्यही भएर। र हामी जाँदै क्रममा अब बाटो काट्ने टाइम आयो। अनि यो चाहिँ त्यहाँको हाइवे अरे, तर गाउँ भएको भएर हाइवेमा नि त्यति धेरै गाडीहरू चलेको छैन कि, एउटा दुइटा मात्रै देख्न सकिन्छ होइन। फाइनली ल हामी चाहिँ अब नजिक नजिक जाँदैछौँ त्यहाँ होइन। मैले चाहिँ बहिनीहरूलाई जिस्काउँदैछु। अनि हाम्रो विभिन्न बहिनी बिचरा उसलाई झोला भुकाएर उसलाई चाहिँ मैले जिस्काउँदैछु, तिमी माइत जाने हो भन्दै मैले जिस्काउँदैछु। उसले चाहिँ हाँस्दै हो दिदी हो भन्दैछ होइन। अनि अर्को बहिनी चाहिँ पुरा हिँडिरहेछ, यता चाहिँ मैले सबैलाई जिस्काउँदैछु। अनि जस रमाइलो हुँदै थियो, रमाइलो मैले त थियो के भइरहेको छ भिडियोहरू, किनभने यो मलाई उसी छैन क्या। ल भाइ चाहिँ आफ्नो पोज दिँदैछ। र फाइनली हामी त्यो डेस्टिनेसनमा पुगिसकेका थियौँ। र मैले अलिअलि फोटो पनि भिडियो पनि लिएँ, फोटोहरू पनि खिचेँ, भिडियो पनि लिइरहेको छु। अनि 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 यसरी अरूलाई पनि देखाउँदैछु। ल भाइले चेन्ज गरेँ झोला चाहिँ। अनि अब यो चाहिँ बगर ढुङ्गा हिँड्नुपर्ने भयो माथि भ्यूमा जानको लागि। माथि चाहिँ भ्यू हेर्न जानको लागि चाहिँ हामी त्यो बाटो हुँदै जानुपर्ने रहेछ। बाटो त अर्को पनि थियो रहेछ, तर हामीलाई थाहा भएन। तर हामी चाहिँ ढुङ्गाको बाटो हिँडिरहेका छौँ। बहिनीहरूलाई जिस्काउँदैछौँ मैले चाहिँ। एउटाले चाहिँ ढुङ्गाले खुट्टामा लाग्यो अरे, अनि त्यहाँ हेरिरहेको छ। अनि अब चाहिँ मेरो टर्न आयो चाहिँ, भाइले चाहिँ मेरो भिडियो गर्दैछ। मलाई थाहा थिएन, मैले त्यो अलिकति हिल भएको चप्पल लगाएर गएको थिएँ र मलाई गाह्रो भइरहेको थियो। पनि मैले एकदमै एक्टिभ भएर भिडियो बनाइरहेको थिएँ, भाइसँग बोलिरहेको थिएँ। अनि मलाई साह्रै खुट्टा दुखायो। त्यहाँबाट मैले चाहिँ हिल चेन्ज गरेर म खाली खुट्टा हिँड्छु भनेर चेन्ज गर्दैछु। म चाहिँ खाली खुट्टा हिँड्छु। बहिनीहरू चाहिँ उहाँ अगाडि पुगिसकेको छ। दाइ चाहिँ खुद्दरको दाइले चाहिँ कहाँ चाहिँ पौडिने होला भन्दै ठाउँ हेरिराख्नु भएको छ। म चाहिँ खाली खुट्टा हिँडिरहेको चाहिँ यहाँनिर। अलिकति समय कति हामी स्टेसनबाट ट्रेन स्टेसनबाट हामी 8 कि 10 मिनट जति हिँडेर यो ठाउँमा पुगेका थियौँ। मैले भिडियोमा कहीँ थियो, कहीँमा छु, कहीँ छौँ भन्ने कुरा गरिरहेको छु। त्यसमा माइन्ड नगरेर सुनिदिनु होला है त, किनभने मेरो फर्स्ट ट्राई हो। यो चाहिँ मेरो आफ्नै भोइसमा बनाएको। अनि म चाहिँ बच्चा जस्तै खुत्रुखुत्रु हिँडिरहेको छु त्यहाँनिर। बच्चै मान्छे सानो भएपछि बच्चा जस्तै देखिने रहेछ होइन। अनि दाइले चाहिँ झोला पोकापोकी बोकेर हिँडिराख्नु भएको छ। बहिनीहरूको चाहिँ स्टिल पनि गफै सिद्ध्याएन, कामको कुरा भइरहेको छ बहिनीहरूसँग चाहिँ। कहिले के बोकेछ कहिले के बोकेछ होइन। अनि म चाहिँ पछाडि। अनि मैले चाहिँ यहाँ बहिनीलाई, भाइले चाहिँ हामीलाई जिस्काउँदैछ क्या, एउटै कटा भयो दिदी बहिनी जस्तो देखियो भनेर। अनि मैले चाहिँ बहिनीलाई अब तिमीलाई भारी भयो झोला ल्याऊ भन्दै तानिरहेको छु। तर बहिनीले चाहिँ मलाई आफै त हिँड्नु सकिरहेन, झोला माग्छ भनेर भनिरहेको छ होइन। मैले भिडियो गर्छु र भाइ चाहिँ क्यामेरा मागे हेर्नु न भ्यू कस्तो राम्रो देखेछ है। त्यहाँ माथिबाट अझै माथि जाँदैछौँ हामी चाहिँ।
पहिला त हामी खान्छौँ यो युज गरेर बल्ल हामी राम्रो भिडियोहरू अझै ल हामी चाहिँ अहिले त्यो ठाउँ बस्नको लागि भागिरहेका छौँ। ठाउँ शीतल कहाँ छ भनेर बहिनीहरू चाहिँ भागिरहेको छ क्या, किन भारे पनि छ, त्यही माथि भागिरहेको छ। दाइ चाहिँ पछाडि आउँदै हुनुहुन्छ, एउटा चाहिँ भागिरहेको छ बहिनी, सुन्ता बहिनी हो त्यो चाहिँ। उहाँ चाहिँ माला बहिनी, आफ्नै स्टाइल बहिनी रहेछ माला बहिनी चाहिँ, सबैभन्दा सानो बहिनी हाम्रो प्यारी ब्ल्याक ब्युटी बहिनी हो, सबैभन्दा सानो, बल्ल 22-20 कति भएको छ उसको एज चाहिँ होइन, हामीभन्दा धेरै सानो। अझै पनि भाग्दैछ सुन्ता चाहिँ। बेबिना चाहिँ सुन्ताको पछि छ र भाइ। र फाइनली हामी त्यो शीतल ठाउँमा पुग्यौँ। त्यहाँ चाहिँ हामीले अब त्यहाँ राखेर चाहिँ हामीले भ्यू हेर्दै तलको नजारा हेर्दै हामी खान्छौँ। ल हेर्नुहोस् न कस्तो राम्रो देखेको चाहिँ, आकाश र तल समुद्र एउटै, फरकै छैन। फाइनली हामी शीतलमा पुग्यौँ। ल सबैजना खुसी छ, गर्मी भएको थियो नि त त्यत्रो हिँडेको। अनि ल सबै आफ्नो आफ्नो तालमा, बेबिना बहिनी हाम्रो क्युट, ऊ पनि क्युट छ। ल सुन्ताल पनि आफ्नै पनि एकदमै क्युट कोरियन लुक छ उसको चाहिँ होइन। ल फाइनली हामीले तन्नाउ छायौँ। ल भाइले चाहिँ पछाडि आएर भिडियो गर्दैछ हाम्रो। तन्नाउ छायौँ। अब त्यहाँ चाहिँ हामीले आफूले घरबाट लगेको खानेकुराहरू चाहिँ अगाडि राख्दैछौँ, के कसरी खाने भनेर त्यहाँ प्लान पनि गर्दैछौँ। र दाइ चाहिँ सुत्नु भयो, थाकै लागेर दाइलाई चाहिँ, दाइ चाहिँ सुत्नु भएको छ। सेलरोटी बनाएको थिएँ मैले, राम्रो त भएको छैन, तर पनि थिएन, राम्रो भएको थिएन। त्यही पनि यसो राखौँ न, लैजाऊँ न, खाना मिठो हुन्छ सबैजनासँग भनेर है। अब हामीले के लगेको छौँ देखाउँछौँ है त। चटपट, नेपाली भएपछि चटपट त नखाने कुरा हुँदैन होइन, जहाँ गए पनि चटपट हो। चटपट सुन्ता बहिनीले चाहिँ भाग हाल्दैछ, खानाको लागि रेडी गर्दैछ। मैले चाहिँ त भ्यूबाट खिच्दैछु, म चाहिँ भिडियोग्राफ हो नि त। ल मैले चाहिँ फाइनली सुन्ताले रेडी गरेर दिएपछि मैले खानाको भिडियो गर्दैछु। मोमो के छ त हामीसँग, मोमो, सेलरोटी, मासु, अनि चना, अन्डा, प्राउन पनि छ है। ल अब हामी चाहिँ खाना लाग्यो। मैले छिटो स्पिडमा भिडियो बनाएँ, जाडो भयो मलाई, फेरि मैले जम्पा पनि लागेँ, हुडी पनि लागेँ, स्वेटर। ल आफ्नै तालमा खाँदैछ, एकदम खानाको धुन छ, सबैजना छिटो मैले छिटो भिडियो बनाएको थिएँ, किन लङ टाइम हुन्छ भनेर होइन। अझै हाँस्दै खाँदैछौँ कि त हेर्दै ल एउटा चाहिँ आकाश भाइलाई चाहिँ बसेर खाना गाह्रो भएर तर उठेर खाँदैछ उसले चाहिँ। अनि बहिनीहरूले चाहिँ आकाश भाइले भिडियो बनाइदिएको थियो, त्यसमा के इफेक्ट हालेर यस्तो भिडियो बनाइदिएछ, त्यसमै हाँस्दै हेर्दै हामीले चाहिँ अलिअलि टिकटकको लागि रिल्सहरू पनि बनायौँ। अनि ल अब फाइनली हामीले खाना पनि भ्यायो, प्याक गऱ्यौँ। खाएर भ्याएर दाइलाई चाहिँ निन्द्रा लागेर दाइ सुतिराख्नु भएको छ। ल दाइलाई चाहिँ सुतिराख्नु भएको छ भने यहाँ चाहिँ आकाश र सुन्दा चाहिँ, आकाश भाइ र सुन्दा बहिनी चाहिँ उहाँ भिडियो बनाउँदैछ, मैले चाहिँ माथिबाट उठ्न छेउ लाग्यो, माथिबाटै भिडियो बनाउँदैछु। हेर न कस्तो राम्रो देखेको क्या है, कस्तो राम्रो देखेको। तर मलाई एउटा कुरा चाहिँ गिल्ट फिल भइरहेछ, किन मैले चाहिँ पेन्टिङ लान्छु भनेको थिएँ, हतारबाट पेन्टिङ लानै बिर्सेछु। मलाई चाहिँ पेन्टिङ लगेर त्यहाँनिर पेन्ट गर्नु मन थियो, तर मैले चाहिँ बिर्सेँ भन्नाले हतार थियो। अनि कलरहरू कहाँ थियो, अनि त्यो सबै कुरा मैले उस गर्नै भ्याएन कि, त्यही भएर चाहिँ मैले लगेन। मलाई चाहिँ एकदमै मेरो इच्छा चाहिँ मलाई यस्तो ठाउँमा गएर सुनसान, अनि मलाई चाहिँ एकदमै बहिनीहरू चाहिँ आफ्नै पारामा आउँदैछ। ल मैले चाहिँ उनीहरूलाई यहाँ टाढा बसेर जिस्काउँदैछु कि उनीहरूलाई है। अनि मैले कलरको कुरा गर्दै थिएँ, मलाई कस्तो कलर गर्न मन लाग्छ सुनसान ठाउँमा गएर है, तर मैले चाहिँ बिर्सेँ लानलाई। यहाँ फेरि भाइ र दाइको चाहिँ आफ्नै पारा छ, गाउँदै हुनुहुन्छ कि उहाँहरूले, एकदम राम्रो गाउनुहुन्छ दाइले चाहिँ, अनि भाइले पनि गाउँछ, तर दाइले चाहिँ एकदमै राम्रो गाउनुहुन्छ। दाइले चाहिँ, दाइ र भाइले चाहिँ आफ्नै पारा गाउँदै हुनुहुन्छ है। मैले चाहिँ यहाँ पछाडि गएर भिडियो गर्दैछु, अनि हामी चाहिँ आफ्नै तालमा छौँ पछाडितिर।
भाइ चाहिँ एकदमै रमाइलो खाले दाइन्छु फाइनली। भाइ र बहिनी चाहिँ उहाँ चाहिँ कपाल हो, बहिनी चाहिँ ल हाम्रो माला भने क्युटी ब्ल्याक ब्युटी चाहिँ आफ्नै पारामा भिडियो बनाउन गइरहेको छ। र भाइ र बहिनी चाहिँ उहाँ चाहिँ बुढाबुढी हो, अनि उनीहरू चाहिँ आफ्नै पारामा फेरि अहिले बेबिना बहिनी चाहिँ सुतिरहेको छ। उसलाई एकदमै निन्दा लगाएर खाएपछि 1 घन्टा त ऊ सुत्यो होला, तर हामीले पनि उसलाई डिस्टर्ब गरेनौँ, उसलाई सुत्न दियौँ होइन। यता चाहिँ दाइ सुतिराख्नु भयो, फेरि यता फेरि अर्कोचोटि फेरि माला र सुन्दा बहिनी चाहिँ भिडियो गर्न आफ्नै पारा छ। फेरि कस्तो राम्रो देखेको, फेरि पुरानो फिल्मको हिरोइनहरू जस्तो देखिरहेछ उनीहरूलाई। अनि मान्छे यहाँ पछाडि बसेर भिडियो गर्दैछु। हाम्रो दाइलाई चाहिँ भोक लागेर सेलरोटी खाँदै हुनुहुन्छ। बहिनीहरूको चाहिँ अझै भ्याएको छैन भिडियो। फाइनली हामी चाहिँ त्यो ठाउँबाट उठेर अनि अझै माथि गयौँ। हेर्नु न कस्तो राम्रो त्यो उस देखिरहेको छ होइन। बहिनीहरू चाहिँ यो बाटो चाहिँ हामी बसेको ठाउँबाट अलिकति माथि चाहिँ अलिकति उकालो थियो कि, त्यही सेसे हुँदै बहिनीहरू चढिरहेछ। हेर्नु मैले चाहिँ कस्तो राम्रो यस्तो देख्नै हुँदैन, मलाई चाहिँ भिडियो गरिहाल्नु मन लाग्छ। हेर्नु न मैले अझै जुम गरिरहेको छु, कस्तो राम्रो देखिरहेको छ। बहिनीहरू चाहिँ अगाडि छ, अझै माथि जाँदैछौँ हामी डाँडामा। हामी चाहिँ अलिकति तल बसेर खाएका थियौँ, शीतल जहाँ चाहिँ त्यही नै बसेका थियौँ। अनि उता चाहिँ दाइ, अनि हेर्नु न माथिबाट कस्तो राम्रो देखेको छ। अब यहाँ त हेर्ने नै समुद्र हो, डाँडा छैन है। हाम्रो नेपालमा पो हरियाली, लाइक यहाँ पनि हरियाली त छ, तर हाम्रो नेपालको जस्तो चाहिँ हुँदैन कि। जति हरियाली भए पनि नेपालको जस्तो हुँदैन रहेछ है। यहाँ जहाँ गए पनि समुद्र हो, हेर समुद्र नहेर समुद्र है। ल अनि हामी चाहिँ त्यहाँबाट झरेर तल अलिकति तल आयौँ। अनि बहिनीले चाहिँ आफ्नै पारामा भिडियोहरू बनाउँदैछ होइन। अनि सनसेट हेर्नु न कस्तो राम्रो देखेको क्या। मैले चाहिँ यसको क्लिप पनि लिइहालेँ। हामी चाहिँ अब फर्किने क्रममा थियौँ, अनि मैले चाहिँ यो सनसेट देखेँ। वाह कस्तो राम्रो देखेको है। अनि फाइनली ट्रेन पनि चढ्यौँ हामी। बहिनीहरू चाहिँ अब दाइ भाइ बहिनीहरू चाहिँ आफ्नै पारामा मोबाइलमा बिजी छ। उनीहरूलाई थाहा छैन कि मैले भिडियो बनाएको छु भन्ने कुरा। म चाहिँ उनीहरूलाई भन्दैछु राम्रोसँग बस है, यो भिडियो बनाउँदैछु मैले, युट्युबमा हाल्छु भनेर। अनि बाहिरको भ्यूहरू पनि मैले खिचेँ। अनि भाइलाई चाहिँ मैले यता हेर भने फोटो खिच्नलाई। हेर्नु कस्तो राम्रो त्यो आकाशमा हो कि, यो कस्तो राम्रो देखिरहेको छ होइन। कस्तो राम्रो क्या। मलाई मैले फोटो नि खिचेको छु, यस्तै खालको पेन्टिङ गर्छु भनेर मैले है। मलाई चाहिँ एकदम पेन्टिङको सौक छ, मैले गर्छु भने, तर त्यति राम्रो चाहिँ होइन, बिस्तारै सिक्दैछु। मलाई चाहिँ मेरो जब अलिकति हिल थियो नि त, त्यहाँबाट मैले भाइको जुत्ता लागेर अनि टोइलेट जानको लागि चाहिँ भाइको जुत्ता लगाएर म टोइलेट गएको थिएँ। अनि हेर्नु न कति ठुलो भयो, तर त्यही लगाएर उसलाई निन्द्रा लगाएर भाइ र बहिनी त सुत्यो, भाइ र बहिनी सुत्यो। यहाँ चाहिँ मैले जिस्काउँदैछु। अनि फेरि भोक लाग्यो कि, अनि खाना भोक लाग्यो। अनि हामीले चाहिँ मोमो र चटपट फर्काएर ल्याएको थियौँ, त्यही खाँदैछौँ। र हामी अब फाइनली अब हामी यो ट्रेनबाट झरेर घर जाने बेला पनि भयो, र यो चाहिँ हाम्रो अन्तिम हो। र भाइ चाहिँ रमाइलो गर्दैछ, घर झर्ने बेलामा चाहिँ घर पुग्ने बेला चाहिँ रमाइलो गरेर जाऊँ न, गाउन न दिदी भन्दैछ। ल अनि अब एकछिन हामी अब चाहिँ हामी भिडियोको अन्तिमतिर छौँ, र हामीले यसै गरेर आजको दिन बितायौँ। र मैले वहाँ गएर हामीले खिचेको फोटोहरू पनि यहाँ भिडियोमा नै एड गरेको छु। कस्तो राम्रो फोटो भिडियोहरू खिचिदिएको छ भाइ बहिनीले होइन। र मैले पनि कहीँ कतै खिचेको छु। र यति भन्दै म आजको यो भिडियोलाई चाहिँ अन्तिम गर्छु। जे जस्तो हुन्छ, राम्रो नराम्रो कस्तो हुन्छ, मलाई अझै यो गर्नुपर्छ भनेर सुझाव दिनु होला है त। किनभने मैले सिक्दैछु कि होइन, मैले युट्युबर बन्छु भनेर सिक्दैछु। त एउटा मेमोरी हुन्छ नि त, त्यो भएको भएर सिक्दैछु। हेर्नु न कस्तो राम्रो सिनहरू। अनि हामीले ग्रुप फोटो पनि मैले खिचेँ बहिनीहरूको, अनि मेरो पनि खिचिदिएको छ। कस्तो राम्रो फोटोहरू छ, कस्तो क्युट। ल हामी चाहिँ घरमा आउने बेलाको फोटो म र सुन्ताको। थ्याङ्क यू सो मच फर वाचिङ।